आज चाहिँ म तपाईहरुलाई यो स्टाफ नोटेसन हेरेर कसरी गिटार बजाउने भन्ने बारेमा सजिलो तरिकाले सिकाउने कोसिस गर्छु है। र यदि बुझ्नु भएन भने तल कमेन्ट सेक्सनमा कमेन्ट गर्नुहोस् है। अनि यदि हेल्पफुल लाग्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस् ताकि फेरि अर्को लेसन भिडियो चाहिँ हजुरलाई सिधै थाहा हुनेछ। तपाईले फलो गर्नुभयो भने मलाई अझै यस्तो भिडियोहरु बनाउने जोश जाँगर आउनेछ। यदि तपाईहरुले फलो गर्नु भएन भने मलाई भिडियो बनाउन पनि अल्छी लाग्दै जान्छ। सो फलो गरेर मलाई हेल्प गर्नुहोस् है। अब यो पेपरमा चाहिँ यस्तो सानो छ है, यहाँ राम्रोसँग देख्दैन, त्यही भएर म यता अर्को स्क्रिनबाट देखाउँछु है हजुरहरुलाई। यो स्टाफ नोटेसनमा चाहिँ जेनरली गरेर मेन 5 वटा लाइनहरु हुन्छ है। तलबाट हेर्नुस् है, 1 2 3 4 5 5 वटा लाइन्सहरु हुन्छ। अनि यो 5 वटा लाइन्सको चाहिँ आफआफ्नो नेमहरु हुन्छ। अनि त्यो नेम भनेको चाहिँ सुरहरु हुन्। यो 5 वटा लाइन बाहेकको स्पेसहरुमा पनि सुरहरु बस्छन् अनि उनीहरुको आफआफ्नो नामहरु हुन्छन्। सो सबभन्दा सुरुमा हामीले याद गर्नुपर्ने चाहिँ यो 5 वटा लाइनको आफआफ्नो नामहरु याद गर्नु पर्यो। जस्तै सबभन्दा तलको यो फर्स्ट लाइनमा चाहिँ यसको नाम चाहिँ हुन्छ ई, अनि सेकेन्ड लाइनमा हुन्छ जी, अनि थर्ड लाइनमा हुन्छ बी, अनि फोर्थ लाइनमा हुन्छ डी, अनि फिफ्थ लाइनमा हुन्छ एफ। अनि यो स्टाफ नोटेसनको लाइनको नामहरुलाई चाहिँ हामीले कसरी याद गर्ने भन्दाखेरि एउटा सजिलो मेथड भनेको चाहिँ यो एभ्री गुड बोय डज फाइन है। एभ्री भनेको चाहिँ ई भयो के रे, गुड भनेको चाहिँ जी भयो, बोय भनेको बी भयो, डज भनेको डी भयो, अनि एफ भनेको फाइन भयो। अब संगीतमा त धुनहरु थुप्रो हुन्छ, यो 5 वटाले मात्र त पुग्दैन। सो त्यो बाहेकको सुरहरु चाहिँ यो 5 वटा लाइनको भित्रको यो स्पेसहरुमा अनि प्लस बाहिर यो माथितिर पनि यो तलतिर पनि जता पनि हुन सक्छ। अनि अहिले चाहिँ यो हामीले सुरुमा चाहिँ यो 5 वटा लाइन र अनि यो स्पेसहरुको नामहरु याद गरिसकेपछि अनि त्यसपछि आउँछ यो एडिशनल लाइनहरु हुन्छ। यो 5 वटा लाइन बाहेक माथि पनि हुन सक्छ, तल पनि हुन सक्छ। जुन चाहिँ नपुगेको सुरहरु चाहिँ यो 5 वटा लाइनको कि तल कि माथि, बोदो बोदो सुरहरु चाहिँ तलतिर हुने भयो, तिखो तिखो सुरहरु चाहिँ माथितिर थपिन्छ है। अनि त्यो छुट्टै पछि आउँछ, त्यसलाई चाहिँ लेजर लाइन भन्दो रहेछ भनेर मात्रै सुनिराख्नुस्। अनि लेजर लाइनको बारेमा पनि हामी कुरा गरौँला है। यो सबभन्दा तलको स्पेसमा चाहिँ एफ भन्ने सुर लाग्छ, अनि त्यसपछि त्योभन्दा माथिको स्पेसमा चाहिँ ए भन्ने सुर है, अनि त्योभन्दा माथिको स्पेसमा सी भयो, अनि त्योभन्दा माथिकोमा ई भन्ने सुर लाग्छ। अनि यिनीहरुलाई कसरी याद गर्ने भन्दाखेरि यसलाई चाहिँ यो चाहिँ सिम्पल भयो, नर्मल एफ ए सी ई जस्तो फेस भनेर चाहिँ याद गर्ने है। अनि त्यसपछि यो लाइन र स्पेसको नामहरुलाई चाहिँ मैले एकचोटी यहाँ कम्बाइन गर्छु। यहाँ यो कम्बाइन गरेको हेर्नु भयो भने चाहिँ हामीले यो लाइनको सुरुमा ई भन्ने थियो है, अनि त्यसपछि चाहिँ ई पछि त एउटा स्पेस त हुन्छ नि त, त्यही भएर अहिलेको हामीले सुरुमा एफएससी भनेर याद गरेको फेसको सबभन्दा सुरुको एफ चाहिँ आउने भयो यहाँ, ई पछि एफ, अनि त्यसपछि फेरि लाइन आयो। लाइन चाहिँ अगाडि भने जस्तो एभ्री गुडको गुड जी आयो। त्यसपछि फेरि स्पेस चाहिँ के आयो, ए, फेसको ए सेकेन्ड आयो। अनि त्यसपछि फेरि थर्ड लाइन, तलबाटको थर्ड लाइन चाहिँ के थियो, एभ्री गुड बोय, बोय थियो नि त है, त्यही भएर बी भन्ने नोट आयो। अनि त्यसपछि के आयो, स्पेस आउँछ, स्पेस चाहिँ के भयो फेरि एफएसी को सी भन्ने नोट आयो। अनि त्यसपछि आयो फोर्थ लाइन, त्यो चाहिँ के भन्छ त्यसलाई चाहिँ एभ्री गुड बोय डजको डी आयो। अनि त्यसपछि फेरि के आयो, स्पेस आयो, जुन चाहिँ एफएसी को ई भन्ने नोट आयो। गरेर त्यसपछि लास्ट टप लाइनमा चाहिँ के छ नोट, एफ छ, जुन चाहिँ एभ्री गुड बोय डज फाइन को एफ भन्ने नोट आयो। अनि त्यसपछि आउँछ यो लाइन, अहिले चाहिँ हामीले लाइनसम्म कुरा गरेको थियौँ है। अनि त्यो यो चाहिँ मैले यति एउटा एडिसनल थप्दैछु फेरि, यो चाहिँ के हो, स्पेसमा छ, अनि यसको नाम चाहिँ के हुन्छ, जी हुन्छ। किन भन्दाखेरि यसरी एकचोटि हामीले फेरि फर्केर हेरौँ है, सर हेऱ्यो भने यिनीहरू चाहिँ ठ्याक्क अल्फाबेटको एसेन्डिङ अर्डरमा छ हेर्नु है।
E F G A B C D E F G सुरुमा जेनरली लाटो हिसाबले चाहिँ यसरी याद गर्यो भने एकदम ठिक हुन्छ है। अनि यो बाहेक पनि सार्प फ्ल्याटहरू हुन्छ है, यतिले त पुग्दैन सुरहरू त अझै छ सुरहरू नपुगेको सुरहरू हो, त्योहरू चाहिँ अहिले मैले भनेको त्यो लेजर लाइन तल पनि आउने केसहरू पनि हुन्छ, माथि आउने केसहरू पनि हुन्छ है। अनि त्यो बाहेक यसमै पनि सार्प फ्ल्याटहरू हुन्छ, त्यो चाहिँ फेरि अर्को नेक्स्ट क्लासमा हामीले अब हामीले नामहरू त याद गऱ्यो नि है, किताब पढे जस्तो भयो। त्यसलाई चाहिँ अब प्र्याक्टिकल्ली गिटारमा चाहिँ कता बजाउनु त भनेर पनि थाहा हुनु पर्यो। अनि त्यसको लागि अघि हामीले त्यहाँ स्टाफ नोटेसनमा चाहिँ ई भनेर पढेको नोट चाहिँ यहाँ कहाँ हुन्छ त ई भनेर नोट, त्यो याद गर्नुपर्छ। त्यसको लागि चाहिँ हामीले मेन स्ट्रिङको नामहरू याद गर्नु पर्यो मेन। अनि त्यसपछि आउँछ फ्रेडबोर्ड, फ्रेडबोर्डको नामहरू पनि याद गर्नु पर्यो। हजुरहरूले जानिसक्नु भएको छ भने एकदम ठिक, अब जानेको हुनु हुँदैन भने फेरि आफैले पनि स्टडी गर्न सक्नुहुन्छ। अनि यो स्ट्रिङको नामहरू कसरी सम्झिने भन्दाखेरि त्यो चाहिँ मेरो प्रिभियस भिडियोहरूमा छ है, त्यो मेरो युट्युबमा गएर हेर्नुहोस्, त्यहाँ मैले सकेसम्म सजिलो तरिकाले त्यहाँ भनेको छु है। प्लिज चेक इट आउट माई अदर भिडियोज अल्सो। त्यो अहिलेको यो फर्स्ट लाइनको ई हेरौँ न है। फर्स्ट लाइनको ई चाहिँ गिटारको कहाँ हुन्छ भन्दाखेरि यो फोर्थ स्ट्रिङ चाहिँ के हो हाम्रो नाम डी भन्ने हो। डी भनेपछि त नजिकै छ नि त है, ई को अगाडि डी हो नि त। फोर्थ स्ट्रिङ चाहिँ डी भयो, त्यसपछि चाहिँ डी सार्प आउँछ अनि ई आउँछ नि त। यहाँ हुन्छ ल यो नोटेसनको सबभन्दा सुरुको ई, एभ्री गुड बोय डज फाइनको ई भन्ने नोट चाहिँ यो यहाँ हुन्छ है, फोर्थ स्ट्रिङको सेकेन्ड फ्रेडमा। अनि हामीले बजाउने र जहिले पनि यो सुर पनि कानमा अलिकति राख्ने है, मेमोरी गर्ने है, यो कस्तो आउँछ यसको ई भनेर याद गऱ्यो भने पिचहरू पछि राम्रो हुँदै जान्छ कानको। त्यसपछि ई भयो, अनि एफ चाहिँ कहाँ हुने भयो भन्दाखेरि यहाँ ई को चाहिँ फेरि सार्प हुँदैन, डाइरेक्ट एफ आउँछ, एफ भयो। अनि जी चाहिँ यहाँ भयो, थर्ड स्ट्रिङ जी भयो। अनि ए चाहिँ के हो जी, जी सार्प ए, थर्ड स्ट्रिङको सेकेन्ड फ्रेडमा ए। अनि के हो बी यहाँ है। अनि सी यहाँ आयो सेकेन्ड स्ट्रिङको फर्स्ट फ्रेडमा, अनि डी आउँछ यहाँ थर्ड फ्रेडमा, अनि ई आउँछ फर्स्ट स्ट्रिङको ओपनमा, अनि एफ चाहिँ यहाँ फर्स्ट फ्रेडमा आयो फर्स्ट स्ट्रिङको, अनि जी चाहिँ आउँछ यहाँ थर्ड फ्रेडमा फर्स्ट स्ट्रिङको। लाइनको नोटहरू मात्रै बजाउँदा चाहिँ कस्तो हुने भयो भने ई जी बी डी एफ भयो। अनि स्पेसको सुरहरू बजाउनु पर्यो भने चाहिँ के हो फेस हो नि त होइन, एफ चाहिँ यहाँ भयो, एफ ए सी ई। यो चाहिँ ठ्याक्क कस्तो हो भने यो एफ मेजर 7 कर्डको नोटहरू भनेर याद गरे नि हुन्छ यो फेसको चाहिँ। गरेर यो कम्बाइन गर्ने बेला के भयो भने ई एफ जी